जनाले डेफो भन्ने फाइल ओपन गर्नुहोस् र यहाँनिर लेयरमा हेर्न सक्नुहुन्छ। यहाँनिर हाम्रो लेयरहरू एड भएको छ र तपाईहरुलाई म सुरुमै के देखाइदिन चाहन्छु भन्दाखेरि यहाँनिर तपाईले लिमिटेड लेयरहरू पाउनुहुन्छ। हेर्नुस् त थोरै छ लेयरहरू। स्क्रोल गर्नुभयो भने सबै लेयर छैन। यहाँनिर एएफपी त्यो पछि कोलम भनेको छ, एएफपी डाइमेन्सन भनेको छ। यहाँनिर जस्ट ग्राउन्ड फ्लोर प्लानमा चाहिने लेयरहरू मात्र छन्, ग्राउन्ड फ्लोरमा चाहिने। सेम प्रकारले यहाँनिर अर्को लेयर छ एएसपी रोड एज भन्ने। हेर्नुस् त अघि एएसपी रोड भन्ने सायद थिएन, स्केप हाने। फेरि यतातिर हेर्छु म, एएसपी रोड भन्ने छ, छैन। हेर्नुस् त गायब भयो है, यहाँनिर छैन। हेर्नुस् त अब यो चाहिँ जस्तै लेयर प्रोपर्टिजमा गएर हामीले लेयर बनाउँथ्यौं र लेयर बनाउँदाखेरि यहाँनिर तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँ एउटा अप्सन छ। म जुम गरेर देखाउँछु। न्यू ग्रुप फिल्टर भन्ने छ। यसमा क्लिक गरेर यसरी हामीले फोल्डरहरू बनाउन सकिन्छ। यहाँ हेर्नुस् त यो फोल्डरहरू बनाउन सकिन्छ। यो अलमा सिलेक्ट गर्यौं भने सबै लेयरहरू आउँछ। अलमा सिलेक्ट गरेर काट्ने हो भने अब सबै लेयरहरू आउँछ। हेर्नुस् त यति लेयरहरू थियो है, सबै लेयर आयो। बट म फ्लोर प्लानमा काम गर्दैछु भने डाइरेक्ट यहाँ जान्छु, फ्लोर प्लान सिलेक्ट गर्छु अनि यो काट्छु, म क्लोज गर्छु। यति गरे भने फ्लोर प्लानका लेयरहरू मात्र आउँछन्। मलाई सजिलो हुन्छ काम गर्न है त। यसरी फोल्डरहरू बनाएर पनि गर्न सकिन्छ। जस्ट देखाइदिएको तपाईहरुलाई। यो धेरै जसोले गर्नुहुन्न, नगर्दा पनि हुन्छ र यत्रो धेरै लेयर पनि युज गरिरा हुँदैन। अनि लेयर बनाउँदाखेरि पनि एउटा नेमिङ दिने कन्भेन्सन हुन्छ। लेयरको विभिन्न कन्भेन्सन हुन्छ, विभिन्न कोडल प्रोभिजन टाइपको पनि छ है। अब नेपालको मा चाहिँ छैन। तपाईलाई युरोपियन कोडहरू युएस तिर चाहिँ अलिकति ड्रइङ राम्रो होस् भनेर लेयरहरू बनाउन पनि त्यो कोडहरू युज गरिरा हुन्छ, एउटा कन्भेन्सन युज गरिरा हुन्छ। अब यो ए भनेको चाहिँ आर्किटेक्चरल भनेर बुझ्दा हुन्छ। एफपी भनेको फ्लोर प्लान भयो। आर्किटेक्चरल फ्लोर प्लान को भित्रको कोलम, त्यो भित्रको डाइमेन्सन, यसरी बुझ्दा भयो। अनि सेम प्रकारले ए भनेको आर्किटेक्चरल, यल भनेको लोकेसन प्लान, त्यो भित्रको यहाँनिर कम्पोनेन्टहरू भयो। सेम प्रकारले साइड प्लानको लागि एएसपी भनेर अगाडि छ कोड एएसपी, अनि त्यो भित्रको हेर्न सक्नुहुन्छ यहाँनिर ह्याच लिडरहरू, सोकपिटहरू, यसरी लेयरको नेमिङ दिएको छ। अहिले हामी फ्लोर प्लानमा गर्दैछौं भनेपछि लेयर प्रोपर्टिजमा गएर फ्लोर प्लानलाई क्लिक गर्नु होला अनि क्लोज गरिदिने। अब एएफपी भन्ने लेयरहरू यहाँ आउँछन्, एएफपी है, यसरी लेयरहरू आउँछन्। यो मैले ब्रिफ तपाईहरुलाई देखाइदिए मात्र, यो तपाईहरुले बुझे भयो, खासै ठुलो कुरा भएन। अब यहाँनिर तपाईहरुलाई हेर्न सक्नुहुन्छ, यहाँनिर यसरी सिडीमा मैले यसरी लेखेको छु। हेर्नुस् त यहाँनिर सुरुमा टेक्स्ट लेखेको छ, त्यो पछि सर्कल बनाएको छ। अब हामी त्यो सिकौं है त, कसरी बनाइन्छ भनेर सिकौं। त्यसको लागि तपाईहरुले सिम्पल यही सिडीलाई कपी गर्न सक्नुहुन्छ। स्टेयरकेसलाई कपी गर्नु, सीओ र बाहिर ल्याएर राख्नुस् त सबैले, सिक्नको लागि है, सिक्नको लागि मात्र। जस्ट कपी गर्नुस्, ल्याउनुस्। सबैजनाले यो स्टेयरकेसलाई बाहिर ल्याउनु होला कपी गरेर। ल, फाइल ओपन गर्नुभयो सबैले? फाइल ओपन गर्नुस् है सुरुमा, अनि यो सिडीलाई कपी गरेर यहाँ राख्नु होला स्टेयरकेसलाई। हजुर के भन्नुभयो? हजुर भन्नुस् त, मेरो के भन्नुभएको थियो? रुकेश सरले बोल्नुभयो जस्तो लागेको थियो, के भन्नुभयो? हेलो हजुर भन्नुस् त सर। हेलो हजुर भन्नुस् न। मैले यसो लगाइराखेर त्यो रेक्टेंगल जस्तो भनेर पुरा त्यो पुरा कप जसरी सर्कल जस्तो आयो के सेलेक्ट गर्दाखेरि।
कसरी त्यसो भएको सर? यसरी सिलेक्ट गर्नुस् न यो हजुरले थिचेर यसरी सिलेक्ट गर्नुभयो होला एकचोटि क्लिक गर्ने माउस छोड्ने अनि यहाँ लगेर त्यसो भयो मेरो रेक्टेङ्गल हजुरले जोडले थिच्नुभयो अनि यस्तो भयो होला के सर एकचोटि क्लिक गर्ने छोड्ने अनि यहाँ हल्कामै थिच्ने सर हजुर हो थ्याङ्क यू सर ल हुन्छ है अर्को सरले के भन्दै हुनुहुन्थ्यो मैले फाइल पठाइदिएको छ WhatsApp मा हेर्न सक्नुहुन्छ यो फाइल हो यसलाई ओपन गर्नु होला है त र यहाँ हेर्न सक्नुहुन्छ अहिले सिडी राम्रो लागिरहेछ हिजो पनि यस्तै थियो सिडी हुन चाहिँ हाम्रो बट लेयरमा थिएन लेयरमा नभएको कारणले हाम्रो कस्तो लागिरहेको थियो सिडी भन्दाखेरि यस्तो लागिरहेको थियो लगभग है लगभग यस्तै थियो यति मोटो थिएन यति थियो र यहाँको कलर थियो हेर्नुस् त यस्तो लागिरहेको थियो हिजो हाम्रो अहिले राम्रो छ मैले कन्ट्रोल जेड गरे हेर्नुस् त अहिले चिटिक्क परेको छ र यहाँनिर तपाईहरुले यसलाई कपी गरेर ल्याइसकेपछि अब यसलाई आइसोलेट गरेर काम गरौँ ल सिक्नको लागि मात्र है सिक्नको लागि अनि यसमा एडिटिङ गर्दा अरुमा चेन्ज नहोस् भनेको कारणले यसलाई आइसोलेट गर्न आटेको राइट क्लिक गर्नु होला र यहाँ आइसोलेट भन्ने छ हेर्नुस् त टोटल स्टेयरकेसलाई सिलेक्ट गरेपछि राइट क्लिक हान्नु होला त्यो पछि आइसोलेटमा गएर आइसोलेट अब्जेक्ट गर्नुस् हेर्नुस् त यो मात्र आयो मसँग यो मात्र छ यो अब्जेक्टलाई आइसोलेट गर्नु होला त्यो पछि हजुरले यहाँनिर यसरी सिलेक्ट गरेर डिलिट गर्न सक्नुहुन्छ ब्लू कलरको सर्कल रेक्टेंगल निकाल्ने यसरी तान्ने अनि डिलिट गरिदिने हेर्नुस् है यो ट्राई गर्नुस् त आइसोलेट चाहिँ कुनलाई गर्नुभएको सर यो सिडीलाई हेर्नुस् न केलाई गरेको छु सिडीलाई यहाँ हेर्नुस् ल यसलाई सुरुमा कपी गरेर ल्याउने है कपी गर्ने CO कपी मैले जस्ट यो सिकाइदिनको लागि मात्र गरे हो सिलेक्ट गर्नुस् राइट क्लिक गरेर आइसोलेट अब्जेक्ट यति गर्नु होला त्यो पछि यो सर्कल र टेक्स्टलाई यसरी ब्लू सर्कलले घेर्ने हेर्नुस् ब्लू रेक्टेंगलले सर्कल भनेछु घेर्ने डिलिट गर्ने सेम प्रकारले यहाँ क्लिक गर्ने यता ल्याउने डिलिट गर्ने त्यो आइसोलेटको के हो सर खास फंक्सन अस्ति भन्नु भएको रहेछ बिर्सियो त्यो के हो आइसोलेट भनेको एक्लै भयो नि हेर्नुस् न कोही छ यसको साथी ए ओके बुझ्यो ल आइसोलेसनमा राख्थ्यौं नि हामी त्यो कोभिडको टाइममा त्यही टाइपको हो के एक्लो पार्दिने ल हेर्नुस् ल अब यहाँनिर एउटा यूपी भन्ने टेक्स्ट मात्र छ यूपी भनेको अब हेर्नुस् ल टेक्स्ट कसरी लेखिन्छ फास्ट म तपाईहरुलाई भनिदिन्छु एउटा मैले सर्ट भिडियो पनि बनाएको थिएँ यसमा जस्तै हेर्नु होला यसलाई सिलेक्ट गर्ने CO इन्टर कपी गरेर यसलाई यहाँ लगेर राख्ने सुरुमा है यसरी राख्ने यो साइज ठुलो भयो होला अलिकति सानो पार्दिने यहाँनिर यतिको पार्दिने र यहाँ अप लेख्दैनौं 1 लेख्छौं यो हाम्रो ट्रेडको नम्बर हो के 1 नम्बरको ट्रेड 1 नम्बरको खुड्किला यो 2 नम्बरको खुड्किला यो 3 नम्बरको खुड्किला अब यहाँ हेर्नुस् ल फास्ट काम गर्नलाई के गरिन्छ भन्दाखेरि यहाँ हेर्नुस् ध्यान दिएर यसलाई सिलेक्ट गर्ने र एरिया हान्दिने AR हान्ने पाथ गरेर यसलाई पाथ दिने हेर्नुस् एकैचोटी लेख्यो तर यहाँ अनइभन लेखिएको छ यहाँ बिट्विनमा गएर 10 हाल्दिने हाम्रो 10 ग्यापिङको थियो हाम्रो खुड्किलाहरु हेर्नुस् त यो खुड्किला बीचको ट्रेडको विड्थ हाम्रो 10 इन्ची थियो त्यसकारणले मैले यहाँनिर 10 हाले हेर्नुस् त 10 इन्ची छ र यसको यो बिट्विनको भ्यालु पनि 10 छ म जुम गरेर देखाइदिन्छु हेर्नुस् 10 हाले है यति गरिसकेपछि यसलाई जस्ट एक्सप्लोड गर्दिदा हुन्छ यसलाई डिलिट गर्दिदा हुन्छ हेर्नुस् त एकैछिनमा मैले यत्रो धेरै ठाउँमा लेखिसके म एकचोटी फेरि भनिदिन्छु ध्यान दिएर हेर्नु होला यहाँको टेक्स्टलाई कपी गरेर यहाँ ल्याउनुस् र डबल क्लिक गरेर 1 भन्ने नेम दिनुस् र अलिकति साइज सानो पार्दा हुन्छ है अलिकति साइज सानो पार्न सक्नुहुन्छ
हेर्न सक्नुहुन्छ यहाँ कति छ साइज, यहाँ 2 इन्ची छ, ठिकै छ। 2 इन्ची अथवा 3 इन्ची पनि राख्न सकिन्छ। यहाँनिर 3 पनि हाल्न सकिन्छ, हेर्न सक्नुहुन्छ। बट 2 नै छोडिदिन्छु अहिले। ल हेर्नुहोस् है। अनि एरे गरिदिने, धेरैवटा मल्टिपल क्रिएट गर्न छ भने एरे गरिदिने कमान्ड हो एआर। एआर इन्टर र हामी पाथ एरे क्लिक गर्छौँ, यहाँ क्लिक गरिदिने। हेर्नुहोस् पाथ एरे यहाँनिर बनायौँ। त्यो पछि यहाँ हाम्रो रो भन्ने छ, यो रोमा हामी 2टा हाल्दिउँ। ल 2 हाल्दिउँ, 2टा रो र बिट्विनको ठाउँमा -10 हाल्छु म। -10 हाल्दा भएन, -20 हाल्छु। -20 हाल्दा अलिक बढी भयो, -18 हाल्छु। हेर्नुहोस् त, यसरी मैले यतातिर पनि बनाएँ। एकैचोटि दुईतिर मैले लेखिरहेको छु र बिट्विनमा गएर 10 हालिदिनु सर भयो। एरेको फेरि गरिदिनु एकचोटि। ल फेरि गरिदिन्छु, हेर्नुहोस् है। एकैचोटि मैले लेखेँ नि, यहाँ हेर्नुहोस्। ल यसरी तपाईँले टेक्स्ट लेख्नुभयो सर। भयो सर। ल सानो पनि पार्नुभयो होला, ओके। हजुर। ल अब त्यो पछि सेलेक्ट गरेर एआर कमान्ड हान्नुहोस् है। एआर कमान्ड हान्नुहोस्, तपाईँलाई 3टा अप्सन देखाउँछ। 3टा अप्सन देखाउँछ। तपाईँले सधैँ युज गर्ने भनेको पाथ एरे युज गर्नुहुन्छ, धेरै म्याक्सिमम टाइम। पाथ एरे क्लिक गरेर यो लाइनलाई थिचिदिनुहोस्, क्लिक गरिदिनुहोस्। पाथ एरे क्लिक गर्नुहोस्, थिच्दिनुहोस्। मल्टिपल क्रिएट भयो तपाईँको। भयो सर। भयो। अब त्यो पछि यो खुड्किलाको ग्याप कति हो, ट्रेड विथ 10 इन्ची। 10 भनेपछि यहाँ पनि 10 राख्ने। यहाँ बिट्विन हेर्नुहोस् माथि, यहाँनिर 10 हाल्नुहोस्। अब इच खुड्किलामा एउटा टेक्स्ट आयो, ओके हो कि होइन? हो। अब त्यो पछि तपाईँले यहाँ रोमा जानुहोस् र भ्यालु हाल्नुहोस् 2। हाल्नुभयो? 2 हाल्नुहोस्, 2टा क्रिएट भयो। अब यहाँ भ्यालुमा -15 हाल्नुहोस् त। -15 भन्दा नि -17 जतिमा ठिक्क होला। ल -17 हाल्नुहोस् यहाँनिर है, बिट्विनमा, रोजको बिट्विनमा आयो यसरी। यहाँ आयो भनेपछि क्लोज एरे गरिदिनुहोस् अथवा स्केप हानिदिनुहोस्। हेर्नुहोस् है, यसरी टेक्स्ट लेखिसक्यौँ, सबमा 1 भयो। र अब यसलाई सेलेक्ट गरेर एक्सप्लोड गर्नलाई यक्स कमान्ड हान्नु होला। सेलेक्ट गर्नुहोस्, यहाँ हेर्न सक्नुहुन्छ। सेलेक्ट गर्ने, वेट, सेलेक्ट यक्स, इन्टर। अब एउटा इन्डिभिजुअल टेक्स्ट भएको छ यो, हेर्नुहोस् इन्डिभिजुअल टेक्स्ट बनेको छ। अगाडि आएर के भन्नुभयो सर? हजुर हजुर हजुर। तपाईँले उता तपाईँको ठ्याक्क उता सिडीमा आयो होइन सर? मेरो ठ्याक्क अगाडि आयो सर। त्यो भ्यालु चेन्ज गर्नुपर्छ नि सर। -17 हाल्नुहोस् न, मिल्छ। त्यो भ्यालु चेन्ज गर्नु पर्यो है, ट्रायल गर्नुहोस् न, मिलाउनुहोस्। अब यो माथिको 2टा काम लाग्दैन है, यहाँ खुड्किला छैन नि त। यसलाई डिलिट हानिदिनुहोस्, त्यसलाई डिलिट हानिदिनु होला। यो फास्ट टेक्निक हो हुन चाहिँ। नर्मल्ली गर्ने हो भने यहाँ डबल क्लिक हानेर यहाँ 2 लेखेर होइन, यसरी 2 लेख्ने, यहाँ जाने, फेरि लेख्ने, त्यो टाइम लाग्छ। यो फास्ट टेक्निक हो। अब यहाँ हेर्नु होला, सबैले अलिकति छिटो जाम। यसरी सब टेक्स्टलाई हामीले सेलेक्ट गर्न सकिन्छ। र एउटा कमान्ड छ, यहाँ हेर्नु होला, TCO भन्ने कमान्ड छ। TCO भनेको टेक्स्ट काउन्ट, टेक्स्टलाई काउन्ट गर्ने, TCO। इन्टर हान्नु र Y मा क्लिक गर्नुहोस्। Y एक्सिसतिर छ नि टेक्स्ट गइराखेको, माथितिर गइरहेछ टेक्स्ट भनेपछि Y हाल्नुहोस् र स्पेसिफाई स्टार्ट नम्बर, स्टार्ट नम्बरमा 8 दिनुहोस् र कमा दिएर -1 दिनुहोस् त, अनि ओभरराइट गर्नुहोस्। म फेरि भनिदिन्छु, यहाँ हेर्नुहोस्,
यसरी सेलेक्ट गर्नु होला। ब्लू कलरको रेक्टेंगल निकालेर टेक्स्टलाई सेलेक्ट गर्नुहोस्, TCO कमान्ड दाब्नुहोस्, इन्टर हान्नुहोस् र Y क्लिक गर्नुहोस् अनि स्पेसिफाई स्टार्टिङ नम्बर एन्ड इन्क्रिमेन्ट भन्छ यसले। स्टार्टिङ नम्बर भनेको 8 दिनुस्, कमा दिनुस् र -1 दिनुस् र इन्टर हान्नु होला। अनि यहाँनिर ओभरराइट गर्नु होला। हजुरको 1 2 3 4 5 6 7 8 लेखिन्छ अटोमेटिक। जतिवटा सिडी छ त्यतिवटा लेख्नु सर अगाडि। हो यो 8 नम्बरको ट्रेड हो नि त हैन? हो भनेपछि 8 हाल्नु पर्यो सुरुमा। अब यहाँ यताकोलाई सेलेक्ट गर्नुस्, TCO कमान्ड दाब्नुस्, Y नै लिने हो हामीले र अहिले स्टार्ट कति लिने 9 र इन्क्रिमेन्ट 1 इन्टर गर्ने, ओभरराइट गर्ने। हेर्नुस् यसरी गर्न सकिन्छ। मैले यसको एउटा सर्टकट भिडियो पनि अपलोड गरेको छु, सोशल मिडियातिर हालेको थिएँ, टिकटकमा, युट्युबमा नि सायद हालेको छ है। हेर्नुस् त यसरी टेक्स्ट लेखियो। फास्ट भयो कि यो भनेको, अझै फास्ट। TCO गरेपछि अनि के यति लेख्नुभयो, के गर्ने सर? 16 सम्म आयो। होइन सर, मेरो सुरुदेखि नै गर्नु। तपाईले कहाँसम्म हुनुहुन्छ भन्नुस् त हजुर? 1 भयो। 1 भयो सर। TCO कमान्ड दाब्नुस् अथवा सुरुमा सेलेक्ट गर्नुस्, सजिलो हुन्छ। सुरुमा सेलेक्ट गर्नुस् यसरी 1 लाई सबैलाई यसरी है। यो ब्लू कलरको रेक्टेंगल निकालेर सेलेक्ट गर्नुस् र कमान्ड याद गर्नुस् TCO लेखेर इन्टर हानिहाल्नुस्। TCO हजुर। अनि Y मा दाब्नुस्, इन्टर गर्नुस्। यस्तो टाइपको आएपछि Y गर्नुस्, भयो। अब स्पेसिफाई स्टार्टिङ नम्बर एन्ड इन्क्रिमेन्ट भन्छ। ओके हजुर। त्यसमा 8 दाब्नुस्, कमा दाब्नुस्, -1 दाब्नुस्, इन्टर हान्नुस्। 8, -1 इन्टर। 8, -1 इन्टर। फास्ट है सर अलिक, भयो। कमा भन्नु सर, कमा -1 सर, इन्टर। ओभरराइट गरिदिनुस्, भयो। ओभरराइट गर्नुस्, भयो सर। ल भयो होला। यसको पनि त्यही प्रकारले गर्नु होला। सुरुमा सेलेक्ट गर्नु होला, प्र्याक्टिस गर्नुस्। TCO कमान्ड दाब्नुस्, Y दाब्ने र यहाँ चाहिँ 9,1 हालेर इन्टर हान्ने, ओभरराइट गरिदिनु भयो भने तपाईको लेखिन्छ है। अब हामी अगाडि बढौँ। अब यहाँनिर हेर्न सक्नुहुन्छ यो टेक्स्टको माथि यसरी सर्कलहरू बनाउन सकिन्छ। त्यसैगरी यस्तो टाइपको हामीले सिम्बल पनि दिन सकिन्छ। त्यसको लागि तपाईहरुले सुरुमा यसरी सब टेक्स्टलाई सेलेक्ट गर्नुस् त। यसरी यहाँको टेक्स्टलाई सेलेक्ट गर्ने, सेम प्रकारले यहाँको पनि टेक्स्टलाई सेलेक्ट गर्नुस्। दुईटैको टेक्स्टलाई सेलेक्ट गर्नु होला। त्यसपछि TCI भन्ने कमान्ड छ, टेक्स्ट सर्कल। TCI है, अघि TCO दाबेको थियौं, अहिले TCI दाब्यौं है। TCI लेख्नुस्, इन्टर हान्नुस् अनि 0.2 भ्यालु हाल्दिदा हुन्छ। अहिले इन्टर हान्नुस्, सर्कल दाब्नुस्, कन्स्टेन्ट दाब्नुस्, दाब्दै दाब्दै जानुस्, जे भन्छ त्यही गर्दै जानुस्, एउटा सर्कल ग्यारेन्टी भन्छ। यहाँ हेर्नुस्, सेलेक्ट गर्नु होला सुरुमा टेक्स्टलाई यसरी सेलेक्ट गर्ने र कमान्ड मैले के भनेको छु, TCI इन्टर। यसमा जिरे हाल्दै पनि नो प्रब्लम, सर्कल दाब्दिनुस्, कन्स्टेन्ट दाब्दिनुस् भन्छ। हेर्नुस् त जति गरे नि हुन्छ है। एउटा सर्कल बनाउन छ हामीलाई, यसरी बनाउन सकिन्छ। यसको पनि मैले सर्ट भिडियो छुट्टै बनाएको छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। अहिले यो जस्ट तपाईहरुलाई देखाइदिएको मात्र हो। अहिले डिलिट गर्छु म र म आफ्नै ठाउँमा फर्किन्छु है। ल यो तपाईहरुलाई कसरी राखेको भनेर मैले देखाइदिएको मात्र हो। ल हेर्नुस् ल, अब यति गरिसकेपछि हामी अब कोलमको प्लेसमेन्ट गर्छौं। कोलमको प्लेसमेन्ट गरिसकेपछि चाहिँ हामी एलिभेसन थाल्छौं है। आज एलिभेसन सुरु गर्छौं अलिकति। अनि यहाँनिर बाँकी रहेको तपाईहरुले कुराहरु गर्न सक्नुहुन्छ। जस्तै यहाँ एउटा वाल बाँकी छ होला,
त्यहाँ राखौँला, यहाँ स्ल्याब बाँकी छ होला त्यो राखौँला, र अर्को एउटा यसैलाई कपी गरेर फर्निचर सहितको प्लान पनि बनाउँला। त्यसलाई टाइम लाग्दैन, हामीलाई 5 मिनटको कुरा हो। ल अब यहाँनिर हामी कोलमको प्लेसमेन्ट गरौँ। त्यसको लागि अब यहाँनिर एउटा लेयर छ एएफपी कोलम भन्ने, सुरुमै हेर्न सक्नुहुन्छ। फ्लोर प्लान, आर्किटेक्चरल फ्लोर प्लानको कोलम भन्ने लेयर छ, त्यो सेलेक्ट गर्न सक्नुहुन्छ, अथवा रेन्डमली गरे पनि भयो, पछि लेयरमा हाल्न सकिन्छ। ल यसरी रेक्टेङ्गल बनाउनु होला, र कोलमको साइज मलाई कसैले भनिदिनु होला। हिजै आएको थियो सायद कोलमको साइज 14 बाई 14 350 mm है त। वेट मेरो एक्स्ट्रा क्लिक हो। 14 बाई 14 इन्टर। ल हेर्नुहोस् है, एउटा कोलम बन्यो। यसरी बाहिर बनाउने, सुरुमा कोलम बनाउने, र यहाँनिर यसरी कोलम बनाइसकेपछि अब कोलमभित्रको ह्याचको लागि पनि छुट्टै लेयर छ, हेर्न सक्नुहुन्छ। एएफपी छ यहाँनिर, अनि यहाँनिर ह्याच भन्ने छ, ह्याच एएफपी ह्याचमा कोलम भन्ने छ, हेर्नुहोस् त। त्यो लेयर जाने र यच इन्टर हान्दिने, ह्याचको लागि यच इन्टर। डाइरेक्ट यहाँनिर हामीले सोलिड लिन सक्छौँ, क्लिक गरिदिने, स्केप हान्दिने, काम खतम। यो लेयर जानुस् ह्याचको लागि, एएफपी ह्याच कोलम भन्ने छ। अनि सजिलैसँग भेट्न सक्नुहुन्छ, हेर्नुहोस् त यहाँनिर एएफपी भन्ने छ, सबैको अगाडि एएफपी छ। तपाईहरूले सिधै पढ्दै आउने, यच सुरुमा एबिसिडिइएफजिएच यसरी सिरियली यो नेमिङ आउँछ। त्यस कारणले सुरुमा कोलम छ, सिडिडिइएफ को नेम छैन, जी पछि यच आयो, ह्याचमा कोलमको लागि, ह्याचमा वालको लागि, अनि इन्टरनल वालको लागि यहाँ छ, लिडरको लागि यहाँ छ। यसरी तपाईहरूले सजिलैसँग भेट्न सक्नुहुन्छ। धेरैवटा लेयर पनि छैन, लेयर फिल्टर युज गरेको कारणले। यसरी 14 बाई 14 को हजुरहरूले कोलम बनाउन सक्नुहुन्छ। यसलाई हामीले मेजर गरेर हेर्न सक्छौँ। 1 फिट 2 इन्चको छ, अर्थात् 14 इन्चीको छ। र यसलाई तपाईहरूले सुरुमै ग्रुप गरिदिँदा राम्रो, अथवा ब्लक बनाउन पनि सक्नुहुन्छ। अहिलेको केसमा ग्रुप गरिदिउँ, हेर्नुहोस् त। अब सजिलैसँग सेलेक्ट हुन्छ, मलाई सजिलो लाग्छ, सजिलैसँग म यसलाई एडिट गर्न सक्छु पछि। हेर्नु होला, 14 बाई 14 को कोलम हो यो। र यहाँनिर एकजना राजीवजीले पठाउनु भएको छ। राजीवजी हुनुहुन्छ यहाँ? हजुर सर। ल नाइस, पठाउनु भएको छ है। कोलम पनि ठिकै तरिकाले राख्नु भएको छ। यहाँनिर कोलम नराख्दा नि हुन्छ होइन, यहाँ नराख्दा नि हुन्छ। यो वाल चाहिँ अलिकति सानो भएछ सर, त्यो 4 इन्चीको भएछ त्यो। 4 को भएछ, ठिक छ। अनि यहाँ एउटा कोलम छुटेछ है, यहाँनिर यहाँ राखिदिनु होला। यत्रो पार्ट क्यान्टिलिभर छोड्न मिल्दैन, अलिक 1 मिटर भन्दा जान पाइन्न बढी है क्यान्टिलिभर। र ठिक छ, यो राम्रो गर्नु भएको छ। ल ठिक छ, उहाँले गर्नुभएको। ल यसरी तपाईहरूले एउटा कोलम बनाउनुहोस्। अब त्यो पछि केही पनि गर्ने होइन, जस्ट सेलेक्ट गर्ने, कपी गर्दै लाने, यहाँ पक्ड्ने र यहाँ ल्याएर राख्ने। यसरी हेर्नुहोस्, एउटा कोलम लाग्यो। सेम प्रकारले यसलाई यता ल्याउने, अनि फेरि यसलाई मुभ गरिदिने। यसरी यहाँ पक्डेर यहाँ मुभ गरिदिने, दुईटा लाग्यो। यसरी सजिलैसँग गर्न सकिन्छ। र कोलम राख्नु भनेको अलिकति सिम्पल काम चाहिँ होइन, तपाईहरूले एनालाइसिस गर्नुपर्छ अलिकति है। कोलम भनेको स्ट्रक्चरल मेम्बर हो, त्यस कारणले त्यसलाई राख्दाखेरि अलिकति हामीले धेरै कुराको ख्याल गर्नुपर्छ। यसमै होला, रेन्डमली हामीले कोलमहरू राख्न पनि सक्दैनौँ है। जस्तै यहाँनिर उहाँले जुन राख्नु भएको छ कोलम, यो ठिक छ है, प्लेसमेन्ट ठिक छ।
स्ट्रक्चरल एनालाइसिस गर्ने हो भने मजाले यसरी राख्न पाइन्छ। यहाँनिर एउटा थप्नु चाहिँ पर्छ है। बट हाम्रो कोड जुन छ त्यसमा कुलम बीचको स्पेसिङ कति भनेको थियो म्याक्सिमम? भन्नुस् त 14 मिटर कति भन्नुभयो? 14 14 फिटमा चाहिँ होला है, 14 पोइन्ट समथिङ आउँछ। यहाँनिर हेर्न सक्नुहुन्छ ए र बी यहाँनिर छ है 4.5 मिटर भनेर भनेको छ है। ए र बी को स्पेसिङ चाहिँ 4.5 भन्दा कम हुनुपर्छ भनेर भनिएको छ यो कोड युज गर्नको लागि। अब यो तपाईलाई के हुन्छ भन्दाखेरि किन त्यो राखेको हो भन्दाखेरि अलिकति हेर्नुहोस्, यो सपोज तपाईको कोलम हो, यो अर्को कोलम हो, यसलाई अलिकति टाढै लगाउँ न है। सपोज यो हाम्रो बीम मेम्बर हो है, यहाँ हेर्नुहोस् ल। अब यो तपाईलाई स्प्यान यसको ठुलो छ, यो बीमको स्प्यान ठुलो छ, यसको स्प्यान सानो छ भनेपछि डिफ्लेक्सन कुनमा बढी आउला? यसमा आउँछ कि यो राइट साइडकोमा आउँछ? ठुलोमा आउँछ पक्कै पनि हैन, अभियस हो नि, पक्कै पनि यसमा ठुलो आउँछ। यसरी स्प्लाइन तानेर हेर्ने भने यत्रो धेरै चाहिँ आउँदैन है, यत्रो धेरै चाहिँ आउन्न। हेर्न सक्नुहुन्छ यसमा पक्कै पनि अलिकति बढी डिफ्लेक्सन आउँछ है। अनि तपाईलाई तल डिफ्लेक्सन भयो भनेपछि यहाँ हेर्नुस् ल, यो बीम यसरी डिफ्लेक्सन भयो रे सपोज भनेपछि तल तपाईको के डेभलप हुन्छ, कुन फोर्स डेभलप हुन्छ यो बटम साइडमा? कम्प्रेसन कि टेन्सन डेभलप हुन्छ तल्लो साइडमा? तल्लो साइड तन्क्यो कि कुम्च्यो? टेन्सन होला, कम्प्रेसन हैन है, कम्प्रेसन माथितिर डेभलप हुन्छ र कम्प्रेसन यहाँ डेभलप हुन्छ, तल टेन्सन हुन्छ, टेन्सन यहाँनिर हुन्छ है। टेन्सन यहाँनिर चाहिँ डेभलप हुन्छ यो पार्टमा। तपाईहरुलाई त्यो जस्तै रिबार हालेको हेर्नु भएको छ तपाईहरुले? हजुर सर। हो, यहाँ माथि लगेर यहाँ यस्तो टाइपको बङ्ग्याएको हुन्छ किन? त्यसको रिजन यो है त, बुझ्नुभयो? त्यो त्यतिकै हावातालमा लग्या त थिएन, तपाईहरुलाई डाइमेन्सन पनि थाहा छ होला यति यति रिबार गरिन्छ भनेर। हेर्नुस् त रिजन यो है, बुझ्नुभयो? मैले भन्न खोजेको बुझ्नुभयो भएन? यहाँ माथि त तपाईको सपोज यो यहाँनिर कोलमले तपाईलाई सपोर्ट दिइराछ, तल आउन पाएन भनेपछि यहाँनिर चाहिँ हाम्रो टेन्सन डेभलप हुन्छ र यो पार्टमा चाहिँ तलतिर टेन्सन डेभलप हुन्छ, यहाँ कम्प्रेसन डेभलप हुन्छ। यहाँ कम्प्रेसन तलतिर तन्किराछ भनेपछि टेन्सन। त्यसकारणले टेन्सनमा हाम्रो कङ्क्रिट लास्टै नै कमजोर हुन्छ। कम्प्रेसन चाहिँ हाम्रो कङ्क्रिटले मजाले थेक्न सक्छ के, टेन्सन स्ट्रेन्थ चाहिँ टेन्साइल स्ट्रेन्थ चाहिँ लास्टै कम हुन्छ। एक्ज्याक्ट ठ्याक्कै बिर्सेँ मैले, जोस् धेरै नै कम हुन्छ। कम्प्रेसिभ स्ट्रेन्थसँग रिलेट गर्न सकिन्छ है, मैले ठ्याक्कै पर्सेन्टेज बिर्सेँ। त्यस कारणले गर्दाखेरि टेन्सन साइडमा चाहिँ प्रोटेक्सन गर्नको लागि यहाँनिर हामीले रिबारहरू हाल्छौँ है त। यहाँनिर रिबार हालेको छ हेर्नुहोस् यसरी, अनि यहाँ पनि रिबार हालेको छ, तल्लो साइडमा हालिदिएको छ, यहाँनिर माथिल्लो साइडमा हाल्या हुन्छ। यो इट्यापबाट पनि पर्सि देखाउँला म तपाईहरुलाई, इफ मैले भ्याएँ भने। हेर्नुहोस् त यो कुरा बुझ्नुहोस् है। अनि स्प्यान बढ्दै गएपछि अझ तपाईको डिफ्लेक्सन बढी हुन्छ, यहाँनिर मुभमेन्ट पनि बढी आउला। WL स्क्वायर भनेपछि मुभमेन्ट भनेको लेन्थसँग लगभग डाइरेक्टली प्रोपोर्सनल जस्तो हुन्छ। त्यस कारणले गर्दाखेरि मुभमेन्ट बढी आउँछ अनि फेल हुन सक्छ। त्यस कारणले यसले यो लेन्थ राखेको हो। यो पनि तपाईले ठीक छ, बट यो केसमा तपाईको यो कोडले दिएको बीमले थेक्दैन है, बुझ्नुभयो? मैले एउटा पढाएको छु, त्यो मिल्छ कि हेर्छु जरा। हो, अब त्यो कोलमको कसरी राख्नु भएको छ है, प्लेसमेन्ट राख्नु भयो? ल कहाँ पठाउनु भएको छ है? त्यसो माथिको हो त्यो। हो, अब यो मिल्न सक्छ। हो, यो चाहिँ लगभग मिल्ला जस्तै छ है। अब बिचबाट बीम गइदिन्छ क्या। अहिलेको तपाईहरुले धेरै जसो मोडर्न घरमा यस्तो टाइपको देख्नु भएको छ होला, घरको
रुमबाटै माथिबाट बिम गइदिया हुन्छ हो कि न भन्नुहोस् त। हो धेरैमा देख्नु भएको छ होला कि अहिले काठमाडौँको त झन् त्यो मोडर्न स्टाइलले बनाउने भनिन्छ। अनि मोडर्न स्टाइलले बनाउने भन्ने बित्तिकै अब यति टाइपको सिम्पल पनि हुँदैन। यो त लास्टै सिम्पल भयो हाम्रो प्लान त। यस्तो सिम्पल प्लानै हुँदैन भनेपछि बिमहरू तपाईँको बिचबाट रुमबाट पास हुने प्रब्लमहरू आउँछ। अनि त्यसलाई सल्भ गर्न चाहिँ फेरि फल सेलिङहरू हाल्नेदेखि लिएर अरू थुप्रै आइडिया पनि लगाउँछन् पछि है। त्यो आर्किटेक्चरली अलिकति राम्रो पार्दैन भन्ने हिसाबले। ल यो एक हिसाबको ठिकै छ। यहाँनिर अलिकति मिलाउँला हामीले। यस्तै टाइपको पनि हामीले हाल्न सकिन्छ है त हाम्रो केसमा। हेर्नुहोस् त यस्तो टाइपको हाल्न सकिन्छ। अहिले हामीले कोडलाई फलो गर्दै जाने हो भने हामीले त्यो हाल्न सक्छौँ। उहाँले गर्नुभएको ठिक छ, एक्ज्याक्टली ठिक छ, बट अलिकति स्ट्रक्चरल एनालाइसिस गर्नुपर्ने हो कि जस्तो हुन्छ। कतिले मिलेन छ भन्दाखेरि 4.5 मिटर है। मैले तपाईँहरूलाई एप दिएको थिएँ। त्यो एप कतिजनाले डाउनलोड गर्नुभयो यो कन्भर्ट गर्नलाई है। 4.5 लाई म फिटमा सर कन्भर्ट त्यो आइफोनको लागि छैन, उसको लिङ्क पठाइदिनु न। आइफोन आइफोनको खोज्नुहोस् न। मेरो आइफोनै छैन। भेटिन या मैले त्यसै नि त। आइफोनमा गाह्रै छ फेरि। 4.5 त्यसमा तपाईँले आइफोनमा गुगल युज गर्ने। यहाँ हेर्नु है, जस्तै त्यो तपाईँले त्यो एप्लिकेसनमा लेन्थ कन्भर्जन भन्ने छ एउटा, त्यो काम लाग्छ। र एरिया कन्भर्जन भन्ने छ है। एरिया कन्भर्जनमा गएर चाहिँ तपाईँले कुनै एउटा एरिया हाल्नुभयो भने अरू एरियाहरू दिन्छ। त्यो पनि तपाईँहरूले हेर्नु होला। अनि लेन्थ कन्भर्जन भन्ने छ त्यो एपमा। त्यसमा चाहिँ गएर तपाईँले सिम्पल 4.5 हाल्नुभयो मिटरको ठाउँमा भने तपाईँलाई किलोमिटर, सेन्टिमिटर, फिट, इन्च, माइल, यार्ड, कोस, हात, अनि हात, बित्ता, अङ्गुल भनेर सबै दिन्छ है। त्यस कारणले त्यो एप युज गर्न सक्नुहुन्छ। हाम्रो भनेको लगभग 14 फिट 177 इन्च रहेछ है लिमिटिङ, बुझ्नुभयो। 177 इन्च भन्दा बढी स्प्यान पार्न नपाइने रहेछ। त्यस कारणले हाम्रो कति छ एकचोटि हेरौँ। लगभग है, लगभग म टेस्ट गर्दैछु। यहीँबाटै नाप्दिउँ न के छ। लगभग हेर्नु त एक्सेस गर्छ, एक्सिड गर्छ, यसले एक्सिड गर्छ। भनेको एकचोटि मात्रै युज गर्ने होइन सर। हजुर बिल्डिङ त्यो 4.5 मिटर भनेछ नि। हजुर त्यो एउटा बिल्डिङमा एकचोटि मात्रै युज गर्ने भने होइन। होइन, त्यो भनेको तपाईँले यहाँ हेर्नुहोस् न, कोड पढ्नुहोस् न। ए र बी छ नि, A1 A2 A3 B1 B2 B3 जतिचोटि भए पनि तपाईँलाई 4.5 भन्दा चाहिँ सानो हुनु पर्यो के। यति म्याक्सिमम 4.5 मात्रै युज गर्नु पायो, अरू युज गर्नु पाएन भन्छ होइन। 5 मिटर 6 मिटरको स्प्यान जान पाएन। त्यो स्प्यान जाँदै गर्दाखेरि के समस्या आउने रहेछ, अघि यहाँ आए जस्तो समस्या आउने रहेछ। यहाँ कस्तो समस्या आएको थियो भन्दाखेरि यहाँनिर हाम्रो अलिकति मैले अघि देखाएको थिएँ नि, के आएको थियो भन्दाखेरि तपाईँलाई मुभमेन्टहरू बढ्दै जाने, तलतिर टेन्सन त्यसले थेक्न नसक्ने। त्यसले गर्दाखेरि बिमको स्प्यान बढाउनु पर्छ। र त्यो स्प्यान ठुलो भएको बिमको चाहिँ तपाईँलाई यहाँनिर यो कोडमा दिएको छैन। त्यति हो कुरो। राख्न त मिल्छ, स्ट्रक्चरल एनालाइसिस गर्नु ढुक्कसँग राख्नुहोस्, नो प्रब्लम है, बुझ्नुभयो। अब अहिले हामीले कोड फलो गर्दै जाँदा चाहिँ यो राख्नुपर्ने हो है, यो राख्नु पर्यो कोड फलो गर्दै जाँदा चाहिँ। बट कोड फलो नगर्ने हो भने सजिलैसँग हामीले यतातिरै राखेर, अब यहाँनिर एउटा पिलर राख्ने यहाँनिर, अनि यताबाट आएको बिमलाई चाहिँ यतातिरको बिममा फ्लस गरिदिने। अनि त्यसरी मिलाउन सकिन्छ। यहाँनिर बिमको स्प्यान अलिकति ठुलो आउँछ स्ट्रक्चरल एनालाइसिस गर्दा है। त्यति कुरो हो। घरभित्र बिम पनि आउँदैन। बट अहिले हामीले कोड युज गर्नु परेको कारणले चाहिँ, कोड फलो गर्दै गएको कारणले चाहिँ हामीले राख्न खोज्या हो। बिमको टेन्सन जोनमा एक्स्ट्रा रिबारहरू हालेर गर्न मिल्छ होला नि सर। हो, अब एक्स्ट्रा रिबारको तपाईँले दिएको छैन होला नि त कोडमा। त्यो हो नि त कुरा, बुझ्नुभयो। तपाईँले एक्ज्याक्ट कुरा गर्नुभयो। तपाईँले भने जस्तै हो, एक्स्ट्रा रिबार हाल्ने होला अथवा डेप्थ बढाउने होला, होइन त? हजुर सर। हो, तर त्यसको लागि यहाँनिर ड्रइङमा दिएको छैन। यो भनेको सिम्पल यो क्राइटेरिया फलो गर्ने बिल्डिङहरूको लागि हो। त्यति कुरा बुझ्नु होला। तपाईँहरूले ढुक्कसँग यसरी डिजाइन गर्न सक्नुहुन्छ। बट त्यसको स्ट्रक्चरल एनालाइसिस चाहिँ अलिकति हामीले बनाउनु पर्ने हुन्छ है त। हजुरले अघि भन्नुभएको ठाउँमा त्यो बिममा चाहिँ थोरै तलतिरपट्टि जाने अनि फेरि सिधा जाने भन्नुभएको थियो नि। ए यहाँनिर हो, त्यहाँनेरि चाहिँ L/4 डिस्टेन्समा चाहिँ एक्स्ट्रा रिङहरू हालेर या एक्स्ट्रा रिबारहरू हालेर गर्छन् होइन?
L/4 त हो, L/4 L/3 होइन, 33% लगभग हुन आउँछ होला। त्यसरी गर्न सकिन्छ। यहाँनिर पछि डिटेलिङमा हेरौँला त्यो। मैले यो भनेको चाहिँ जस्तै यहाँनिर मिलाउन गाह्रो पर्छ नि त, यहाँबाट एउटा बिम गइदिन्छ, त्यसले नराम्रो पार्ला भनेर यो पिलरलाई यता लान सकिन्छ भन्ने कुरा गरे हो। त्यो हिसाबले चाहिँ कुरा गरे हो। डिटेलिङमा त हो L/4 मा 4 इन्चले र बिचको पार्टमा तपाईँलाई बिचको जुन तल टेन्सन आएको पार्ट हुन्छ त्यो पार्टमा चाहिँ 6 इन्चीले स्पेसिङ गर्न सकिन्छ। चुरीहरूको चुरा भनिन्छ अथवा रिङ्स, त्यो गर्न सकिन्छ। ल यतातिर यहाँनिर अहिले राखौँ, हामी यो पछि पनि एडिटिङ गर्छौँ है। यो कोलमहरू पछि पनि अलिकति एडिटिङ गरौँला, हामी बिमको लेआउट बनाउँछौँ त्यो बेला है त। ल अब यसलाई कपी गरिदिनुहोस् र यसलाई जस्ट माथि यहाँ ट्र्याक गर्ने र माथि ल्याएर यसरी राख्ने, यसरी राख्न सक्नुहुन्छ। हेर्नुहोस्, ट्र्याकिङ युज गर्न सक्नुहुन्छ है। फेरि देखाइदिन्छु। सेलेक्ट गर्नुहोस्, CO इन्टर हान्नुहोस्, यहाँ पक्ड्नुहोस् अथवा यहाँ तल पक्डे पनि भयो, CO इन्टर तल पक्ड्ने, अर्थ अफ गरिदिने यो बेला र यहाँ लगेर यसरी 90 डिग्री पर्पेन्डिकुलर भनेर यसले लेखेपछि क्लिक गरिदिने। यसरी गरिदिन सक्छौँ है। यहाँ 7 फिट रहेछ, 12 फिट लेखिया रहेछ है। यो करेक्ट हान्नु ल। यो कसरी यत्रो लेख्यो, 7/4 थियो, यो एडिट हान्नुहोस् ल। यो बाथरुमको डाइमेन्सन गलत रहेछ, 7/4 को छ है। यो एडिट हान्नु होला ल। 7/4 को हो बाथरुम। यो टेक्स्ट कपी गर्दा त्यही लेख्या रहेछ, मेजर गर्दा ठ्याक्कै थाहा भयो, 7/4 ठिक छ। ल ल यसरी हाल्नुहोस् ल, कपी गर्नुहोस्। अब त्यो पछि तपाईँलाई जस्तै यहाँनिर A र B को तपाईँलाई म्याक्सिमम, जस्तै A र B चाहिँ तपाईँलाई 2.1 भन्दा बढी हुनुपर्छ भनेर पनि भनिदिएछ ल। 2.1 भन्दा बढी होस् भनेर भनेको छ। अब यो चाहिँ तल फाउन्डेसन पनि ओभरल्याप नहोस् भनेर भनेको हुनसक्छ है। 2.1 मिटर अर्थात् लगभग तपाईँलाई 7 फिटै हुन आउँछ। 7 फिट भन्दा अलिकति कम हुन आउँछ। हामीले यहाँनिर पिलर चाहिँ राख्न सक्छौँ भनेपछि है। हाम्रो 7 फिट छ। र अलिकति आर्किटेक्चरको हिसाबमा हेर्ने हो भने यहाँनिर पिलर राखेर पनि जान सक्छौँ है। यहाँनिर पनि पिलर राखेर गर्न सकिन्छ। चौध 15 वटा पिलरसम्म जाँदा ठिकै हुन्छ, बट कस्ट बढी लाग्छ। त्यस कारणले स्ट्रक्चरल एनालाइसिस गर्दाखेरि अलिकति इकोनोमिक हुन आउँछ सायद। अनि यो कोडको अलिकति घाटा त्यही हो, कहिलेकाहीँ तपाईँलाई सानो पिलरले हुने ठाउँमा पनि ठुलो भनिदिएको हुनसक्छ। बट मिनिमम त्यति कोडले भनेको राख्दा राम्रो है। जस्तै अहिले तपाईँहरूलाई यहाँनिर 350 जुन आएको छ यो कोड अनुसार, 350 फलो नगरी बनेका कति बिल्डिङ छन् हो, केही नभन्नुहोस् त नेपालमा? सबै बिल्डिङ त पहिलेको कोड 300 युज गरेर बनेको हो नि, 12 इन्चीको पिलर हो, केही नभन्नुहोस् त? हजुर सर। भनेपछि त्यो के हाम्रो सेफ छैन त? सेफ हुन्छ यो सेफ अब हुन्छ हैन, बट यो अझ साइज बढाइदिएपछि अझ एक्स्ट्रा सेफ साइडमा हामी जान्छौँ, त्यो पनि कुरा हो। हल्का अलिकति अनइकोनोमिकल हुन सक्ला। स्ट्रक्चरल एनालाइसिस गर्दा अझ बेस्ट हुन्छ। यो हाम्रो बिल्डिङमा पनि त्यही केस हुन सक्छ है। जस्तै यहाँनिर यसरी यहाँ मैले पिलर यहाँ पनि राख्न सक्छु जस्तै, वेट ल यसैलाई कपी गरिदिउँ न, यसैलाई कपी गरौँ, यहाँ ल्याएर यसरी पिलर यहाँ पनि राख्न सक्यो, यहाँ पनि पिलर राख्ने, यहाँ पनि राख्ने, त्यो गर्दा पनि सकिन्छ। बट त्यसको सट्टा छुट्टै यहाँ एउटा सिंगल पिलर राखेर यतातिर बिम ल्याइदिन पनि सकिन्छ, त्यो पनि अप्सन छ। यसरी पनि गर्न सकिन्छ है, बट इकोनोमीमा कुरा हुन सक्छ। अहिले यसरी राख्दिउँ, एउटा दुईटा 1 2 3 4 5 वटा भयो है।
ल 5 वटा भयो, पछि अलिकति धेरै जस्तो लाग्यो भने यहाँ मिलाउन पनि सक्छौँ है। त्यो कुरा तपाईहरुले पनि अलिकति आफ्नो इनपुट दिनु होला। ल अब यसरी तपाईहरुले यहाँ हालिसकेपछि एकैचोटी कपी गर्नु होला। यसरी सिलेक्ट गर्ने, सबलाई सिलेक्ट गर्ने, त्यो पछि CO इन्टर कपी, त्यो पछि यहाँ पकड्न सकिन्छ र सिधा तल झार्दिने, यहाँ ल्याएर टक्रक्कसँग राख्ने। यहाँनिर पनि मिल्यो, यहाँ ठ्याक्कै 14 मा हामीले राखेका थियौं पहिले, त्यसकारणले मिलेको छ। यहाँ पनि ठ्याक्कै मिलेको छ, यहाँ पनि मिल्यो र यहाँनिर पछि सिडी चढ्दा पछि यसको विड्थ सानो भइदिने भयो है। यहाँ चाहिँ यो प्रब्लम आइदिने भयो, यहाँनिर यो प्रब्लम आइदिने भयो है त। सिडीको अझ विड्थ सानो हुने भयो। यहाँनिर हामीले अलिकति डिजाइनमा चेन्ज गर्नु पर्ला जस्तो कुरा हुन सक्छ है। यहाँनिर हामी डिजाइनमा चेन्ज गर्न सक्छौं थोरै। र यहाँनिर के गर्न सकिन्छ तपाईहरुले भन्नु होला है त। यतातिरको रुम यसरी यतातिर यसलाई टक्क शिफ्ट गरेर सारेर सिडीलाई ठुलो पार्ने कि के गर्न सकिन्छ तपाईहरुले भन्न सक्नुहुन्छ। एकचोटी हेर्नु होला यो बिल्डिङलाई मज्जाले। अनि सेम प्रकारले यसैलाई तपाईहरुले यतातिर तल कपी गर्न सक्नुहुन्छ है त। तल कपी गर्ने। अब कपी गर्दाखेरि यो दुईटालाई सेपरेटली गरौँ हामी, यतातिर ल्याएर राखौं। सेम प्रकारले अब यसलाई छुट्टै कपी गरौँ है, यिनीलाई छुट्टै कपी गरौँ र हाम्रो बीमको लेआउटमा अलिकति डिफरेन्ट हुन्छ। बीमको लेआउट सिधै भइदिदैन, सिधा सिम्पल टाइपको बिल्डिङ हुँदैन पनि। सिम्पल तपाईहरुले भने जस्तो चट्ट परेको चार पाटै मिलेको यस्तो टाइपको बीमको लेआउट बिरलै पाउनुहुन्छ तपाईहरुले। हेर्नुस् त, यस्तो चट्टसँग मिलेको बीमको लेआउट भएको बिल्डिङ बनाउँदा कति सजिलो हुन्छ। बट हाम्रो कोठाहरू ठ्याक्कै भने जस्तो नहुन सक्छ। यस्तो टाइपको बीमको लेआउट लास्टै कम हुन्छ है। कहीँ तपाईहरुले यस्तो टाइपको भइदेला, कहीँ अब यसरी सेकेन्डरी बीम गइदिएको होला है, यसरी सेकेन्डरी बीम जान सक्ला, यस्तो टाइपको हुन सक्ला। अथवा यहीँनिर पनि सेकेन्डरी बीम आइदिएको होला, यस्तो टाइपको हुन सक्ला है। यस्तो टाइपको हुन सक्छ लेआउटहरू। अब कहीँ ठुलो कमर्सियल बिल्डिङ हो भने टर्सियरी बीम पनि यसरी जान सक्ला, यस्तो केसहरू आउन सक्ला है। त्यसकारणले स्ट्रक्चरल अलिकति हामीले हेर्दाखेरि चाहिँ धेरै कुराको ध्यान दिनुपर्छ। अब यहाँनिर झ्यालमा आएर पिलर बसेको छ हेर्न सक्नुहुन्छ। अब यसलाई हामीले मिलाउनु पर्छ है, यसलाई मिलाउनु पर्छ र यो पिलरलाई पनि हामीले तल हालेको चाहिँ बेस्ट हुन सक्छ है। यसलाई ठ्याक्क तल हालेको एक हिसाबले बेस्ट हुन सक्छ। यहाँ भन्दाखेरि यहाँको बीमलाई पछि यसरी हामीले ल्याएर यहाँ जोड्न सक्छौं र यो झ्याललाई हामीले हल्का यतातिर मुभ गर्न सक्छौं है। अथवा अघि रुके सरले पठाए जस्तो डाइरेक्टली एउटा यो हटाइदिने र बिचमा राख्दिने, त्यो गर्दा इकोनोमिकल पनि हुन सक्छ है। त्यो गर्दा इकोनोमिकल पनि हुन सक्छ। बट यहाँनिर हाम्रो बीम आइदिदैन, यहाँनिर बीम नहुन सक्छ, त्यो पनि गर्न सक्नुहुन्छ। अनि म तपाईहरुलाई पछि चाहिँ 2-3टा प्लान दिन्छु, त्यसको तपाईहरुले एकचोटी यो जुन बीमको लेआउट हुन्छ, बीमको त परेन, कोलमको लेआउट बनाउने ट्राई गर्नुस् ल। त्यसमा ट्राई गर्नुस्, म रियलसँग कम्पेयर गरेर हेर्छु, तपाईहरुले ट्राई गर्नु होला है। म तपाईहरुलाई 2-3टा प्लान दिन्छु र एउटा प्लान भनेको चाहिँ अस्ति जुन थियो नि त्यो कम्प्लेक्स बिल्डिङ हो, त्यसमै ट्राई गर्नुस् ल। त्यसमै ट्राई गर्नुस्। त्यो बिल्डिङ भनेको अलिकति राम्रै बिल्डिङ हो, यो बिल्डिङ है, यहाँ हेर्न सक्नुहुन्छ। यसमा तपाईहरुले एकचोटी कोलम राख्ने प्रयास गर्नु होला र यो कोडमै फलो गरेर नगर्नुस्। यो कोडको त्यो 4.5 मिटरको फलो नगर्नु होला। यो बिल्डिङ अलिकति ठुलै छ हाम्रो, यसमा स्ट्रक्चरल एनालाइसिस गरेको राम्रो। त्यसकारणले यो बिल्डिङमा अब कसरी कोलम राखिन्छ होला हेर्नुस्। हाम्रै बिल्डिङको जस्तै केस यहाँनिर पनि छ। यो वाल अलिकति यतातिर सरेको छ, यतातिर सरेको छ, यहीँबाट गएको छैन। किन? यसले स्पेस युज गर्नको लागि सर्यो, डाइनिङ रुमलाई ठुलो पार्नको लागि यता सरेको छ।
यहाँनिर कसरी कोलम राख्छ होला, यहाँ राख्ला, यहाँ राख्ला, यहाँ राख्ला नराख्ला, त्यो तपाईँहरूले यो प्लानमा बनाएर बुझाउनु होला है त। एकचोटि ट्राई गर्नुहोस्। यो बिल्डिङको सक्नुभयो भने लगभग सबैको सक्नुहुन्छ तपाईँहरूले, धेरै जसो बिल्डिङको, सबैको त नभनौँ है, गाह्रै पर्छ यो काम। एकचोटि ट्राई गर्नुहोस् है त यो पनि। ल योमा ट्राई गर्नुहोस्। अर्को एउटा प्लान पनि म तपाईँहरूलाई प्रोभाइड गरिदिउँला। ल यसरी तपाईँहरूले यो पिलर राख्न सक्नुहुन्छ, यसरी राख्ने हो। अब यहाँनिर यसरी झ्यालमा यो आइदियो भनेपछि तपाईँहरूले यो केसमा चाहिँ यसरी झ्याललाई सजिलैसँग यसलाई यतातिर मुभ गर्न सक्नुहुन्छ, अथवा यतातिर कतातिर राख्दा ठिक्क हुन्छ, उपयुक्त हुन्छ, त्यो अनुसार मुभ गर्न सक्नुहुन्छ। त्यसरी मुभ गर्न सकिन्छ। अहिले हामीले सिम्पल यसलाई मुभ गरिदिउँ। ल मुभ गरिदिउँ। त्यसको लागि यो हामी ह्याचको लेयरहरूलाई यसलाई यहाँ क्लिक गरेर यतातिर सार्दिउँ। यसरी हेर्नुहोस् त, यहाँ हेर्नुहोस् है मैले ह्याचलाई कसरी सारेँ। यहाँ ह्याचलाई सेलेक्ट गर्ने, यस्तो टाइपको देखिन्छ हेर्नुहोस् त। यहाँ एउटा स्ट्रेच गर्ने पोइन्ट छ, यहाँ क्लिक गरेर यसरी यसलाई सार्न सकिन्छ है। यसरी सार्न सकिन्छ। र यो तपाईँको जुन यो लाइनहरू छ, 3टा लाइन, यिनीहरूलाई जोइन गरिदिनुहोस्। यो पोली लाइनमा चेन्ज हुन्छ। अब यसलाई पनि यसरी सार्न सकिन्छ। कति सजिलो हुन्छ हेर्नुहोस् त। एडिटिङ सजिलो हुन्छ अटोक्याडमा, त्यस कारणले तपाईँले सुरुमै बनाएको फाइल फाइनल हुँदैन। फाइनलमा हामीले मजाले एडिटिङ गर्छौँ, हेर्छौँ, चेक गर्छौँ, के मिलेन हेर्छौँ है, धेरै कुरा चेक गर्नुपर्छ हामीले। यसरी यसलाई सार्न सक्नुहुन्छ। म एकचोटि फेरि भनिदिन्छु, यहाँ हेर्नु होला। जस्ट ह्याचमा क्लिक गर्ने, यो पोइन्टमा क्लिक गरेर यसरी सार्दिने। सेम प्रकारले यो 3टा लाइन छुट्टै छुट्टै लाइन छ, क्लिक गरेर जोइन गरिदिने। यो पोली लाइनमा चेन्ज हुन्छ। अब हेर्नुहोस्, यो पोली लाइनमा चेन्ज भएको छ। अब यसलाई क्लिक गरेर यसरी तन्काउन सक्नुहुन्छ तपाईँहरूले। र यसलाई सेलेक्ट गरेर मुभ गरिदिनु होला। कति मुभ गर्न सकिन्छ भन्दा लगभग 2 फिट हानौँ, ट्राई गरौँ। ल 2 फिट हान्दा ठ्याक्कै भयो। अब यसलाई यहाँ फेरि पक्रेर यहाँ ल्याएर यसरी राखिदिन सक्नुहुन्छ हजुरहरूले। ह्याचलाई पनि सेम प्रकारले यहाँ ल्याएर राख्न सक्नुहुन्छ। हेर्नुहोस् त, एक त्यो ह्याच त सर्दैन हौ सर, ह्याच कसरी सार्नुभयो? ह्याच सर्दैन। क्लिक गर्नुहोस् न, यस्तो टाइपको आउँछ आउँदैन। त्यो चाहिँ आयो अनि सेन्टरमा थिचेर अनि सार्ने हो त? क्लिक गरेर यसरी तान्ने के, मुभ गर्ने होइन है, थिच्ने, यहाँ क्लिक गर्ने अनि यसरी सार्ने। यसरी क्लिक गर्ने, यहाँ ल्याउने, छोडिदिने, यति हो कुरो। यति हो कुरो है। अब जस्तै यो पार्टमा पनि मैले यसरी यहाँ क्लिक गरेर यसरी सार्न सक्छु। हेर्नुहोस् त, दुइटै सर्यो। ओह यो सरेन, मेरो पोली लाइन रहेनछ। पोली लाइन भएको थियो भने दुइटै सर्थ्यो। ल यसरी क्लिक गरेर सार्न सकिन्छ। ल र अब हजुर हजुर विन्डोज कसरी सार्नुभयो? विन्डोज यसरी सेलेक्ट गर्नुहोस् र मुभ गर्नुहोस्। मैले कोलममै टचाइदिएँ ल अहिले। ल यसरी मुभ गरिदिएँ। यसरी विन्डोलाई चाहिँ मुभ गर्ने। यो चाहिँ तपाईँलाई पोली लाइनलाई चाहिँ थिचेर यहाँ पक्रेर यसरी सार्ने हो। पोली लाइनलाई चाहिँ ह्याचलाई पनि क्लिक गर्ने, यो पोइन्टमा क्लिक गरेर यसरी सार्ने हो। हेर्नुहोस्, सजिलैसँग यसरी एडिट गर्न सकिन्छ, टाइमै लाग्दैन हामीलाई। अनि यो हाम्रो जुन कोलम छ, यो हामीलाई अलिकति यसले माथितिर राख्दाखेरि गाह्रो पर्छ पछि बिमको लेआउट मिलाउन। त्यस कारणले यसलाई बेस्ट सजिलोको लागि तल ल्याएर यसरी राख्दिने, तल ल्याएर राख्ने। र यहाँनिर वाल हाम्रो यहाँनिर हुन्न, यहाँ माथि वाल जान्छ, यहाँबाट लानु पर्यो है। यसलाई सार्दिन सक्छौँ हामी। यहाँ पनि एडिटिङ गर्न सकिन्छ है। यहाँनिर पनि सिम्पल एडिटिङ, यहाँ क्लिक गर्ने। मैले ह्याचलाई के भनेको थिएँ, यहाँ पक्रेर सार्ने। यसरी हेर्नुहोस्, यसरी सार्ने। ह्याच सरिसक्यो मेरो, हेर्नुहोस्। अनि यो लाइनलाई पनि यहाँ जोडेर सार्दा बेस्ट। जे इन्टर, जोइन भयो। अब यहाँ पक्रेर यसरी सार्दिने। हेर्नुहोस् त, तुक्का तु मिल्यो। यहाँ पनि बेस्ट, यहाँ ल्याइदिउँ। हेर्नुहोस् त, एकैछिनमा भइदियो है काम। एकचोटि ट्राई गर्नुहोस् ल। यो एडिटिङ तपाईँहरूलाई चाहिन्छ। यहाँ एउटा लाइन छ, यसलाई पनि तल ल्याइ। सर हजुर मेरो ह्याच सबै सिलेक्ट हुन्छ हैन, अनि सर्दैन त सार्दाखेरि? तपाईँको एकचोटि
यहाँ हेर्नुहोस् ल, यहाँ थिच्नुहोस् त तपाईँको यस्तो टाइपको आयो। हेलो, वेट वेट वेट, हजुर सर। यो तपाईँलाई एसोसिएटिभमा टिक लाग्यो होला, त्यो हटाइदिनु न। यहाँ एसोसिएटिभ भन्ने अन होला, त्यसलाई हटाएर यस्तो अफ हानिदिनुहोस् त, अनि यस्तो टाइपको आउँछ। यसरी यसलाई माथि लान पनि सक्यो, तल लान पनि सक्यो। क्लिक गर्ने तान्ने है, क्लिक गर्ने तान्ने। ल ट्राई गर्नुहोस्, हुन्छ है, ट्राई गर्नु होला। सबैजनाले ट्राई गर्नुहोस् र यहाँनिर के दिमाग लगाउनु पर्ला एकचोटि सबैजनाले भनिदिनुहोस् ल। यहाँनिर के गर्नुपर्छ एकचोटि तपाईँहरूले मजाले हेर्नुहोस्, भोलि मजाले हेर्नुहोस् अनि भोलिको क्लासमा मलाई भन्नुहोस् ल के गर्न सकिन्छ, के अप्सन होला। पिलर सार्ने त होला नि सर, हजुर, कोलम सार्ने होला त्यहाँ। अब कसरी सार्न सकिएला कोलम सार्दा पनि त्यो हेर्नुहोस्। कोलम सारेर मात्र पनि नहोला, यहाँनिर तपाईँको बिम आइदिन्छ। यहाँनिर यताबाट बिम आउँछ, यतातिर अब कहाँसम्म आउँछ, लगभग 10 इन्च यतातिरसम्म बिम आउला हाम्रो है। यहाँनिर बिमले गर्दा पनि सिडीको 1-2 इन्च घटाइदिन्छ। भनेपछि के गर्नुपर्छ, ठिक्कको सिडी आउनु पर्यो हाम्रो। एकचोटि ट्राई गर्नुहोस् है। अप्सन धेरै छ, अप्सन धेरैवटा हुन्छ। अब यसलाई एउटा सार्न सकिएला अथवा कोलमलाई चेन्ज गर्न सकिएला। यो कोलमलाई यतातिर ल्याउन सकिएला। हामीले बेस्ट चाहिँ हेर्नुपर्ने हुन्छ। ल यति गर्नु होला। अब यति गरिसकेपछि चाहिँ हामी ग्रिडहरू हाल्न सक्छौँ। यहाँनिर हेर्न सक्नुहुन्छ एएफपी ग्रिड भन्ने एउटा लेयर होला। एएफपी ग्रिड भन्ने लेयर छ, हेर्न सक्नुहुन्छ। यहाँनिर लेयरको लाइन टाइपमा सेन्टर छ, हेर्न सक्नुहुन्छ। यति गरिसकेपछि एक्सएल इन्टर यच इन्टर हान्दिनुस् र सेन्टरमा लगेर राख्नुहोस् कोलमको। यो सेन्टर लाइन छ हाम्रो, यहाँ हेर्न सक्नुहुन्छ सेन्टर लाइन छ, बट स्केल नमिलेको कारणले देखिरहेको छैन है। एक्सएल इन्टर यच इन्टर र यो कोलमको सेन्टर मिड पोइन्टमा गरेर राख्ने। यसरी एउटा, अर्कोको पनि 2टा, यसको 3टा र यसको यहाँ 4टा यसरी राख्न सकिन्छ है। सेम प्रकारले एक्सएल इन्टर भी फर भर्टिकल, यसरी एउटा, यसको 2टा, यसको 3टा, यसको 4टा, यसको 5वटा। हेर्नुहोस् है, 5वटा भयो, 15वटा पिलर आयो। अनि यो पिलरको नम्बर के कस्तो छ तपाईहरुले त्यो पनि हेर्नु होला। नम्बर घटाउन सकिन्छ कि बढाउन सकिन्छ कि अझै बढाउन त नपर्ला, त्यो पनि ट्राई गर्नु होला। यसरी तपाईहरुले ग्रिडको लाइन तान्न सक्नुहुन्छ। यसरी तपाईहरुले लाइन तानिसकेपछि चाहिँ अब यहाँनिर हामीले सिम्पल के गर्न सक्छौं भन्दाखेरि यसरी रेक्टेंगल बनाइदिने। लगभग यहाँबाट यसरी रेक्टेंगल बनाइदिम, यसरी रेक्टेंगल बनाइदिम र एउटा कमान्ड हानौं टीआर ट्रिम र सिम्पल यसरी ट्रिम गर्न सकिन्छ। हेर्नुस् त ट्रिम भयो है, ट्रिम भयो। मैले एउटा भिडियो हालेको थिएँ, सर्ट भिडियो के को बारेमा भन्दाखेरि ट्रिम टीआर कमान्ड त हान्ने, त्यसपछि फेरि यहाँनिर एउटा क्रसिङ भन्ने छ, हेर्न सक्नुहुन्छ। यहाँ क्रसिङ भन्ने छ। टीआर इन्टर हानेपछि सी इन्टर हान्नुस् र यसरी क्लिक हान्नुभयो भने एकैचोटी ट्रिम हुन्छ है। टीआर इन्टर सी इन्टर हान्दिने, एकैचोटीमा ट्रिम गर्न सकिन्छ। सर ग्रिड लेयरमा सिलेक्ट गरेर के लाइन कोर्नु भएको हो? एक्सेल इन्टर यच इन्टर, एक्सेल इन्टर भी इन्टर, एक्सेल इन्टर यच इन्टर। अनि यो तपाईले ग्रिड बनाउँदाखेरि सधैँ कोलमको मिड पोइन्टमा तान्न पर्छ यसरी है। कोलमको मिड पोइन्टमा, लोड बेयरिङ स्ट्रक्चरको केसमा वालको बिचमा। ल यसरी के
एक्सएल इन्टर बी इन्टर भर्टिकलको लागि लाइन होइन है, लाइन नभन्नु होला, कन्स्ट्रक्सन लाइन ड्र गरे हो। लाइन तान्न नि सकिन्छ, टाइम लिन्छ त्यसले अलिकति बढी। यसरी कन्स्ट्रक्सन लाइन बनायौँ भने छिटो हुन्छ। र मैले कमान्ड के भने अहिले कसैले सम्झाउनुहोस् त ट्रिम गर्न। टिआर इन्टर अनि सेलेक्ट गर्ने सबै अनि क्रसिङ भन्नुभएको थियो। सी इन्टर। यहाँ हेर्नुहोस् न, यहाँ तल कमान्ड लाइन पढ्नुहोस् है, क्रसिङ भन्ने छ, सी इन्टर। अनि यसरी हान्नुभयो भने एकैचोटि ट्रिम भयो। हेर्नुहोस् त, मैले यसको सर्ट भिडियो पनि हालिरहेको थिएँ। ल अब यो रेक्टेङ्गल चाहिन्न अहिले। यसरी तपाईँहरूले एकैचोटि ग्रिडहरू तयार गर्न सक्नुहुन्छ। यसरी हामीले ग्रिडहरू पनि हाल्छौँ। र अलिकति तपाईँहरूलाई हेर्नुहोस् त, यस्तो टाइपको छ है हाम्रो प्लान। मैले लाइन वेट अफ गरेँ, हेर्न सक्नुहुन्छ। सर त्यो कोलमको सेन्टर लाइनबाट मिडलबाट गर्नु भएन? हो, सेन्टर लाइनबाट। यस्तो टाइपको हाम्रो प्लान छ। अब यो भइसकेपछि हामीले अरू कुरा धेरै नै फास्ट गर्छौँ। एउटा ग्रिड बनिसकेपछि अरू कुरा हामीले धेरै धेरै फास्ट गर्न सक्छौँ। अब आज सायद एलिभेसन भ्याइन्न, हामी भोलि गरौँला। भोलि एलिभेसन हेर्छौँ हामी। अनि तपाईँहरूलाई म अब आज के काम दिन्छु भन्दा, यो ड्रइङमा चाहिँ तपाईँहरूले यसरी सर्कल ड्र गर्नु होला। र यो सर्कल यहाँनिर हेर्न सक्नुहुन्छ, सर्कलको लागि पनि एउटा लेयर हुनसक्छ। यहाँनिर ग्रिड भन्ने छ, ग्रिडको लागि सर्कल छ छैन है, अथवा ग्रिडकै लेयरमा ड्र गर्नु होला। र टेक्स्ट एउटा टेक्स्टको लेयरमा हालिदिनुहोस्। र यहाँनिर तपाईँहरूले एबिसिडी भनेर लेख्नु होला। यसरी यो अलिकति ठुलो पार्न पर्छ, स्केल गरिदिउँ। यसरी स्केल गरिदिने, यसलाई यहाँ मुभ गर्ने चट्टसँग। अनि यसैलाई तपाईँहरूले कपी गर्दै जानु होला है। यसैलाई CO इन्टर, अनि यसलाई कपी गर्दै लगेर यहाँ ABCDE लेख्नुहोस्। सुरुमा तपाईँहरूले एनालाइसिस गर्नुहोस्, यसलाई एनालाइसिस गर्नु होला यो कोलमलाई। अनि एनालाइसिस गरेर भोलि बिहानसम्म मलाई भन्नुहोस् 9 बजेसम्म कि कसरी राख्दा ठिक्क हुन्छ, कि यहाँ बिचमै राखिदिँदा तपाईँहरूलाई इकोनोमिकल आउने हो कि है, त्यो कुरा एकचोटि हेर्नुहोस्। अनि स्टेयरकेस पनि हामीले मिलाइसकेपछि चाहिँ अनि यहाँनिर यो टेक्स्टहरू त्यसरी मैले देखाए जसरी लेख्नु होला। यहाँ ABCD लेख्नुहोस्, यहाँ 1 2 3 4 5 लेख्नुहोस्, त्यसरी लेख्नु होला। अनि यहाँ पनि त्यही कपी गरिदिनुहोस्, यहाँ पनि त्यही कपी गरिदिनुहोस्, अनि कम्प्लिट गर्नुहोस् है। अब सानोतिनो काम बचेको छ। ल आज यति नै गरौँ।